हेलो एभ्रिवान यहाँहरू यदि फिनल्यान्डको लागि एप्लाई गर्ने सोच्नु भएको छ विथ डिपेन्डेन्ट भनेदेखि चाहिँ र यहाँहरू अफर चाहनुहुन्छ फिनल्यान्डको अफर लेटर आओस् भन्ने सोच्नुहुन्छ भनेदेखि चाहिँ यो तपाईँहरूको बेस्ट अप्सन रहन सक्छ किनकि बिएचएमको लागि लौरे युनिभर्सिटी अफ अप्लाइड साइन्सेसमा चाहिँ फिनल्यान्डको लागि एप्लिकेसन खुलिसकेको छ। यो भनेको चाहिँ 28 अप्रिल टु मे 9सम्म चाहिँ एप्लिकेसन खुलेर अब क्लोज हुने बेला भइसकेको छ। यदि यहाँहरू चाहिँ अफर चाहनुहुन्छ भनेदेखि चाहिँ यो प्रोग्रामबाट अप्लाई गर्दाखेरि अफर लेटर आउने चान्स बढी हुन्छ। किन भन्दाखेरिमा चाहिँ यो प्रोग्रामबाट चाहिँ स्टुडेन्टहरूले चाहिँ कम्पिटिसन गर्नु पर्दैन, अनलिमिटेड सिट हुन्छ र यो 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 चाहिँ प्रोग्राम नेपालबाट मात्रै नेपालको स्टुडेन्टले मात्रै एक्जाम दिने हुन्छ। वर्ल्ड वाइडसँग कम्पिटिसन गर्नु नपर्ने भएको भएर पनि यहाँहरूको लागि अफर चाहिँ बढी नै चान्सेस छ। सो अप्लाई गर्न चाहने स्टुडेन्टहरूले चाहिँ तुरुन्तै सम्पर्क गर्नुहोला। एप्लिकेसन अनगोइङ छ, अब धेरै दिन चाहिँ बाँकी छैन। अप्लाई गर्नलाई चाहिँ तुरुन्तै गर्दाखेरि यो सेप्टेम्बर इन्टेकको लागि पनि हो, यो चाहिँ नियर्स्ट इन्टेकमा पनि पर्छ। त्यसपछि भनेको तपाईँहरूले जनवरी 2026 इन्टेकको लागि कुर्न पर्ने हुन्छ, धेरै समय वेट गर्न पर्ने हुन्छ। अहिले तत्काल नै गर्दाखेरि तपाईँको अफर लेटर पनि चान्स छ। ग्याप पर्सेन्ट सब्जेक्टले म्याटर गर्दैन। आइल्समा 6 पिटी भयो 55 विथ डिपेन्डेन्ट चाइल्ड पनि सँगै अप्लाई गर्न मिल्छ। हस् त, नमस्ते। तपाईँहरू फेरि भेटौँला। फेरि पनि तपाईँहरूले चाहिँ एप्लाई गर्न सोच्नु भएको छ भने हाम्रो यो माथि दिएको नम्बरहरूमा कन्ट्याक्ट गरेर चाहिँ बुझ्न सक्नुहुन्छ है त।